पुरा हात भइसकेको रहेछ नि ऊ सानोमा लगाएर चाहिँ अहिले क्लिन गरिसकेर चाहिँ फुल राख्टौँ है मजाले चाहिँ माटो मुचाइ हुँदैछ है माटो आइहाल्यो नि वेलकम ब्याक टु माई युट्युब च्यानल स्वागत छ तपाईँहरूलाई ब्लगमा पनि म आज उपस्थिति भइसकेको छु सेकेन्ड ब्लगको साथमा दर्शक नमस्ते छजलो ख्यापुला छजलो ख्यापुला पुजिसम्पुला भन्दै सबैलाई तपाईँहरू सन्चै हुनुहुन्छ होला म सन्चै छु आज चाहिँ म के गर्छु भन्दाखेरि मैले भनेको त अस्तिको मन परेन है आज चाहिँ मेरो फाइनली फुल माटो फेर्ने छु है तपाईहरुले हेर्नु होला हेरेर साथ दिनु होला जस्तो लाग्छ त्यस्तै कमेन्टमा भनिदिनु होला तपाईहरुलाई माटो फुलहरु माटो चेन्ज गरेर तपाईहरुलाई देखाउने छु है कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला भन्दै आजको मेरो मिनी ब्लग मैले स्टार्ट गरिसकेको छु कस्तो हुन्छ मेरो भिडियो तबसम्म सकेसम्म म राम्रै बनाउन ट्राई गरिरहेको छु है अब यो आकाश कस्तो पड्क्यो गाइस राति त कस्तो ठुलो पानी आएको आकाश खतरा पड्किँदैछ है यहाँ चाहिँ एप्पल बगान छ ओल भइसकेको छ अब त एप्पल पनि पहिला जस्तो छैन कोपी पनि छ रहेछ मकै पनि रहेछ टुक्रुके पनि रहेछ हो आलु पनि रहेछ धनियाँ पनि रहेछ तर अलिकति मल नपुगेको जस्तै भइरहेछ है एप्पल बगानको दाजुको सब्जीहरू हो यो चाहिँ के हुन्छ मेरो आज घरिघरि ब्लाइन्ड हुन्छ त यहाँ मुनि चाहिँ अफिस है अफिस यहाँ मुनि चाहिँ पेन्सन बोर्ड अफिस भन्छ यो चाहिँ अब हामी गभर्नमेन्ट सर्भिस छ भने चाहिँ मान्छेहरूको पेमेन्ट ड्युटी गरेकोबाट पनि 0.5% काट्दाखेरि यो अफिसबाट पनि 0.5% दिँदाखेरि चाहिँ धेरै हुन्छ नि त त्यो भएर चाहिँ यताबाट पनि काट्ने पेन्सन बोर्ड एनपीपीएफ अफिस हो यो चाहिँ एनपीपीएफ अफिस पहिला मुनि थियो अब यहाँ आउँदैछ अहिले मुनि छ स्टिल अब यहाँ आउँदैछ ठुलो छ यो छिटै कम्प्लिट हुन आँटेको छ है ओ मेरो गाडी कसको बुढा हो बुढी छ कि छैन तिम्रो छैन म त छुटेर पहिल्यै छुटेको हो त बुढासँग अर्को ल्याउने हेर्ने ट्राई गर्दैछ कि छैन मलाई त रेडी छ है जात पनि भनिदिउँ सिधै भनिदिउँ अप्ठ्यारो पर्दैन तामाङ नै है फेरि अहिले पनि तामाङ पहिलाको पनि तामाङ अहिलेको पनि तामाङ नै हो हल्का जोब पनि गऱ्यो है अब चाहिँ फुलको माटो फेर्नु पर्ने मेरो डल्लेले फल्नै आँटेको छ है यहाँ भित्र पुरा फुल्दै रहेछ मैले यस्तो पल्टाएर हेरेको थियो फुल्नु लागेछ विन्टरभन्दा अगाडि फुल्यो भने त खाइने रहेछ ठुलो विन्टरमा त मर्छ होला बचाउने कोसिस त गर्छु तर पनि बाँच्छ बाँच्दैन लेट्स सी हेरौँ है मेरो यो फुललाई पनि माटो सार्ने हो ड्याम यो जेरिनेहरू त मर्छ भने नसोच्दा नि हुन्छ बेसी जस्तो नै नर्मल फुलहरू छ मेरो त सिम्पलहरू पानी त झर्नै आँटिहाल्यो मेरे पीछे चलिए
मेरो हस्बेन्डलाई चाहिँ लुगा बोकेर चाहिँ पठाएको है टिपेर चाहिँ लन्ड्री बकेट बनायो अरे लन्ड्री बकेट बनायो अरे अब सानो सानो लुगाहरू टिप्नु पर्नेछ बाँकी रहेको त्यहाँबाट चाहिँ स्टार्ट हुन्छ फुलको यस्तो दामी छ कि मौसम चाहिँ आम्बो दामी 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 लु आयो भने त फेरि बोरिङ हुने रहेछ चाहिँ कसो गर्नु त छैन है यो साइडमा त उपर माउन्टेनमा त एकदम दामी छ पानी पर्ला छैन माटो पुरा हार्ड भइसकेको रहेछ नि हो सानोमा लगाएर चाहिँ अन्त माटो चेन्ज गर्ने बेला भएर पनि अब यसलाई माटो निकालेर चाहिँ ठुलोमा लगाएपछि त्यहाँदेखि सफ्ट हुन्छ होला पुरा हार्ड भएको रहेछ माटो पनि हो पानी एकदम ठुलो पर्यो है गाइस एकदम चिसो छ चिसो कहाँसम्म पुग्छ हामीले रोप्दै हेर्नु होला एम्टी हुन्छ है फेरि हामी चाहिँ रोपिरहेको छौँ चिसो पनि भयो हो अब कोल्ड प्लेस हो नि त यहाँ त थिम्पू त अब राजधानी हो एकदम चिसो पनि भयो अब एकछिनमा देखाउने छु त एकछिनमा भेटौँ है गाइस को लागि यो चाहिँ लकी प्लान्ट हो सानो थियो अहिले यो 3 साल कति भयो एकदम पोट सानो भएको छ अब यसको आयो है पालो त्यहाँदेखि अरू त जग प्लान्टमा पनि माटो फेरिसक्यो अब 3टा ठुल्ठुलो अब चाहिँ सुसे भुसीहरूको काम आउँछ के अलि बाङ्गो देख्यो हाउस पनि गर न अब चाहिँ यिनीहरूको पालो आउँछ है यिनीहरूको बेसी छैन अब सजिलो हुन्छ काट्नु पर्ने हो के गर्नु पर्छ जाडो पनि भयो अब चाहिँ अन्त्यम पुग्यो है अन्त्यम छु पानी परेर चाहिँ साह्रै बेसी पानी पऱ्यो नि हो चिसो भयो नि हो पानीले चाहिँ नपर्दा पनि नहुने पर्दा पनि नहुने हत्तु भयो है गाइस हत्तु भयो हेर्नु सक्नुहुन्छ यहाँ जति पनि मुनि राखेको साइडको सबै माटो र गमला सारेको हो हत्तु भयो नि हो हत्तु अलि मजाले लाउँ है डिप गरेर कुनै किन साह्रो मर्दैछ यो रोस 2टा मात्रै छ सबै मरेछ नि हुन्छ आयो है भेरी टाइट होला माटो मुचाइ हुँदैछ है माटो अब चाहिँ अन्त्यम माटो है यो चाहिँ सबै गरेको त्यो फुललाई पो कसरी निकाल्नु ल त मुनिबाट मुनि यहाँ आइहाल्यो नि के बाटो फुलहरू अन्त माटो नै यो सकेको रहेछ चेन्ज गर्ने बेला भएको रहेछ नि माटो चेन्ज गर्ने बेला भएको रहेछ नि गाइस हेर्नुहोस् त फुल त डल्लो निस्किँदैछ त सबै जराले कभर गरिसक्यो आम्मा गरौँ चाहिँ भनेको चाहिँ गाँठे नाम हाच्यो है यसलाई चाहिँ साह्रो राम्रो अब चाहिँ फाइनल पुग्यो है रोपेर सक्नु आँट्यो अब चाहिँ नकटकटाउँ है मजाले चाहिँ हेलो है फुल कटकट खायो जस माटो सारेको मात्रै चेन्ज फुलको पोटले अलि पुगेन नि हो फुलको पोटले यिनीहरू चाहिँ न्यु रोपेको जत्तिकै हो कोही चाहिँ अस्ति नै सारेको हो पल्लायो घन्टे फुल कोही चाहिँ न्यु हो बा मर्ने हो छु अझै फुललाई पोट पुगेन माटो पुगेन अब नेक्स्ट टाइम हो माटोले पनि पुगेन फुलले पनि फुल पनि रह्यो कता रोप्नु भयो टेन्सन भयो दुख्यो परि पुरा दुख्यो बोडी पनि के गर्नुपर्ने हो लाउनु है अब के गर्नु अप्सनै छैन हैन यति फुल भयो माटो सक्यो अब एउटै फुलमा खादिराख्ने बेला भयो नि यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन हौ गाँठे बेलुका पनि हुन लाग्यो आज चाहिँ ओ स्वर पनि बिग्रिन थाल्यो त म त टन्सन पाउन आँटेको हौ पानी त कन्टिन्यू परिरहेछ कम्ती गरेर दिन चाहिँ राम्रो भयो अब यो क्लिन गर्नु पर्यो यो सराउन्डिङ ओ माई गड माई गुडनेस चिसो कायाङ है चिसो भयो काले ए आनिया मी छिकेन मी बो कम च्यान दो होमे म आने दी तर ओ
होमेसी पल हात लाउँ या ए फार्मेसी दरो कोनी लास्ट इयर दे आप दिगी कोई इन ओ सी चिसो पनि लाग्यो नि गाइस ओगीबाट हो अन्त पानी कन्टिन्यू पर्यो चिसो गाडेछ नि निकै साह्रो पर्यो सक्छ होला हौ एक्लैले गर्नु खुट्टा कटकट खाएर नि मेने आजको भिडियो चाहिँ फुल रोपेर मेरो दिन गयो है र बोडीहरु सबै मैला धुलो टप्पै भएको छ कस्तो लाग्यो तपाईहरुलाई कस्तो लाग्छ आजको मेरो सानो मिनी ब्लग है फुल रोपेको हेरेर इन्जोय गरिदिनु होला कमेन्टमा भनिदिनु होला अब एकैचोटी अन्त्य यो दिइसकेको देखाउने छु त्यहाँदेखि अन्तिम हातखुट्टा धोएर भेटौँ है गाइस त्यसमै गाडेर चिसो भयो माटो सकिँदैन पर्यो हातको ठुलो पर्यो रोप्दैछ है फुल अब चाहिँ फुल सार्दैछ है हामी चाहिँ फुल सार्दैछ खोर्सानीले त बाहिर निकाल्न उनीको जग्गामै हुन्छ त्यो यताउता गर्नु त्यसलाई कहाँ सेप बनाउँछ घाममा सबै भित्तामा गाडेको जस्तो फुललाई फरि सरै माथि पुरा जस्तो त फुललाई अनि तल्ल्याउ नै यतिले पुऱ्याए रो पानी लगाएर अलिक पोट पखालेर त्यति मैला नि जान मानेन अब अरू बेला धुनुपर्छ सबै क्लिन गरेर चाहिँ आई भुँडी दुखेर मर्यो लु सफा फाइनली सफा गरेर नि सक्यो फुल रोपेर नि सक्यो धोएर नि सक्यो हो अब बेलुकाको अब 6:30 हुन आँटिसकेको छ मान्छे हत्तु भयो होला एकदम क्लिन सफा मेरो पिक्कल एकदम टक बनायो यो फुल चाहिँ हिजोबाट मर्नु आँटेको रहेछ पानी नपुगेर अब सक्यो है माटो फेरेर पनि गाइस कस्तो हुन्छ मेरो फुल आजको मेरो सानो ब्लग चाहिँ किन टाइट देख्दैछ लुक्स पनि पुरा थाक्यो नि गाइस थाक्यो एन्ड भेरी टाइट भोक पनि लाग्यो तिर्खा पनि लाग्यो चिसो त कति लाग्यो ग्यास्ट्रिक मान्छे लुगा सुका नि फेर्यो हात खुट्टा धोएर चाहिँ फाइनली घरभित्र पसिसकेको छ आज चाहिँ फेरोल हस्बेन्डहरूको डिपार्टमेन्टबाट उसको सर हिजोअस्ति पनि भयो फेरोल फरि पनि उसको आफ्नै भाइ पनि जाँदैछ नि त त्यहाँबाट अन्त आज फेरोल चाहिँ मेरै घरको छेउको क्यान्टिन मेरो साथीको क्यान्टिनमा हुँदैछ अन्त हस्बेन्ड पनि अब जान आँटेको हामी चाहिँ एकछिनबाट खानापिना बनाएर खानेछु हत्तु भयो चिसो गाडेछ म त गानो दुखेर मर्यो साथी हो म त गानो दुखेर मर्यो साह्रो पर्यो गानो दुखेर मेरो कस्तो गानो छ घरि तल सानो भुँडी दुख्छ घरि ठुलो भुँडी दुख्छ अहिले ठुलो भुँडी दुख्छ सानो भुँडी अब तातो पानी खाएर बस्नुपर्ने हुन्छ लुगासुगा फेरि अलिक तातो लुगा लाएर घरिघरि त बुढाबुढी एकखेप त झङ्गै वार पनि खेलेन हो साह्रो भइहाल्छ नि अब कामको बेलामा त कामको प्रेसरमा त मुटे राम्रो त भएन होला तपाईँले त्यो पनि मिलाएर हेरिदिनु होला भन्दै आजको भिडियोलाई कस्तो लाग्यो देश विदेशमा भएको मेरो साथीभाइहरूलाई दिदी दाजु सबैजना साथीभाइ सबै भाइ बहिनी सबैजनालाई मेरो साइडबाट एकदमै
गर्दै सम्झिँदै आजको भिडियोलाई यहीँ राख्दै जस्तो लाग्यो त्यस्तै कमेन्टमा भन्नु होला भन्दै अर्को भिडियोमा भेटौँ है त भन्दै छुट्यौँ बाई बाई सी यू नेक्स्ट ब्लग